मान्य सदस्य कृष्णहरि बुढाथोकी। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले पेश गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन गर्न बनेको विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा मेरो केही धारणा राख्न यस सम्मानित सदनमा उपस्थित भएको छु। वर्तमान परिस्थिति, विश्व परिस्थितिमा सम्पत्ति शुद्धिकरण, आतंककारी क्रियाकलापमा वित्तीय लगानी, कर छली, भ्रष्टाचार, तस्करी, विदेशी विनिमयको दुरुपयोग, इन्साइडर ट्रेडिङ, बजार हेरफेर, साइबर अपराध तथा सङ्गठित अपराधले केवल वित्तीय प्रणालीलाई मात्र होइन, राज्यको सुशासन, कानुनी शासन र आर्थिक स्थायित्वलाई समेत चुनौती दिएको छ। राज्यको सुशासन, कानुनी शासन र आर्थिक स्थायित्व सँगसँगै अनुसन्धान तथा अभियोजनलाई थप प्रभावकारी बनाउन उद्देश्य ल्याएको संशोधन समयानुकूल देखिन्छ। सम्माननीय सभामुख महोदय, यस विधेयकले अनुसन्धान गर्ने निकायको दायरा स्पष्ट बनाउने काम गरेको छ। सरकारी वकिल मार्फत मुद्दा दर्ता प्रक्रियालाई व्यवस्थित गर्ने तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कसुरको अनुसन्धानलाई अझ प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरेको छ। यसले कानुनी अस्पष्टता हटाउने र कार्यान्वयनमा एकरूपता ल्याउने अपेक्षा गर्न सकिन्छ। यसले अन्तर्राष्ट्रिय रूपमा नेपालले फाइनेन्सियल एक्सन टास्क फोर्स FATF का मापदण्ड अनुरूप आफ्नो कानुनी तथा संस्थागत संरचना सुदृढ गर्नुपर्ने दायित्व पनि रहेको सन्दर्भमा यो संशोधन अत्यन्त महत्त्वपूर्ण रहेको छ। सम्माननीय सभामुख महोदय, सम्पत्ति शुद्धिकरण विरुद्धको कदम चाल्दै गर्दा निर्दोष नागरिक, वैध व्यवसायी, लगानीकर्ता तथा ब्याङ्किङ प्रणालीमा आबद्ध सेवाग्राहीलाई अनावश्यक दुःख, झन्झट वा कानुनी असुरक्षाको अवस्था सिर्जना हुनु हुँदैन। कानुनको प्रयोग निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्छ। राज्यले अपराध नियन्त्रण गर्ने नाममा नागरिकको संवैधानिक अधिकार र आर्थिक स्वतन्त्रतालाई अनावश्यक रूपमा प्रभावित गर्नु हुँदैन। यसतर्फ भने सरकार सचेत हुनु जरुरी छ। सभामुख महोदय, नेपालको अर्थतन्त्रलाई औपचारिक, पारदर्शी र विश्वसनीय बनाउन सम्पत्ति शुद्धिकरण नियन्त्रण अत्यन्त आवश्यक छ। यसले विदेशी लगानी आकर्षित गर्न, ब्याङ्किङ प्रणालीप्रतिको विश्वास बढाउन, राजस्व चुहावट नियन्त्रण गर्न तथा सुशासन प्रबन्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन गर्न बनेको विधेयक 2083 को सैद्धान्तिक पक्षप्रति आफ्नो समर्थन व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।